सके किन बर्बाद भयो जिन्दगी जान्छ अनि खाएपछि ए त प्लास्टिक खान्छन् फाइनल्ली आज मैले सोनुको लागि खुत्तुर्के हाल्न जाँदिन कति पैसा हाल्यो छ यहाँभित्र कमेन्ट बक्समा भनिदिनु होला गाइज वेलकम टु माय न्यू ब्लग हजुरहरूलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा आज पापा म छिटै उठिया छु आज स्कुल पनि छुट्टी थियो अनि पापा चाहिँ नास्ता बनाउनु हुन्छ पापा हाई बन्दिनु सबैजनालाई हेलो नास्ता के खाने नास्ता रोटी तरकारी ना के चिया चिया र यहाँ ले मलाई खानु त चिया र यो गाई चिया र यो चिया र भुजा चिया र भुजा खानु हुन्न नि त म खान्छु हजुर हजुर टोस्ट खानु म यहीसँग खान्छु ओके छ ल फटाफट बनाउने हो पनि नास्ता हो के चिया र टोस्ट र भुजा ओके ओके खाना चाहिँ बनिसकेको छ अझ रोटी यही सब्जी खानुपर्छ रोटी सब्जी राम्रो हो नि त गेडागुडीको झोल हो गेडागुडी छ खानु पर्यो मोबाइलसँग ए यहाँ मोबाइल चलेर आज कार्टुन खाना के नास्ता नास्ता खाइसकेको छु अनि मेरो मम्मीले पहिला एउटा पेन्सिल बक्स दिनुभएको थियो त्यो कहाँ लुकाएर राखेको थियो हेर्नु यति धेरै सामान निक्लिएको थियो यहाँ पुरा नयाँ हो पुरा निक्लियो धुँ भनेर पापाले नाइ भन्नुभयो अहिले पनि मैले धुँ हेर्नु राम्रो भयो धोएर घाममा सुका जान्छ सब पहिला किन लेख्या त त्यहाँ मानि जे भयो त्यही ल ओके छ त्यसलाई पुछेर घाममा राख जान्छ त्यसपछि अनि त नास्ता गरेपछि त्यो प्लेट उमा राखेर राख्ने हो कि त्यहाँ माथि राख्ने हो बाल को गरिदिने हो त चाहिँ हाम्रो फाइनल्ली अनि गाइज अहिले चाहिँ हाम्रो फाइनल्ली नास्ता भइसकेको छ कपाल कोरिदिने भनेको छोरीको छोरी भागे के भागेछ हामी यसको बाल कोरिदिनु लागेको नखरी किन दुख्छ अरे बाल गर्नु दुख्छ बाल काट्दा टक्ला गराइदिउँ एक दुख्यो सुनु गर्दै रुन्छ ल फाइनल्ली जाउँ घुम्न चल चलो कपाल कोरेर सक्यो छोरीको अब चाहिँ यसलाई म आज साइकल चलाउन सिकाउने हो यो यहाँ छ साइकल चलाउन भन्छ यति राम्रो साइकल छ यसको हेर त ढोका सोका लगाएर हेर है साइकल चलाउने हो भनेपछि ओइ ओपन द डोर ओपन ल साइकल राम्रोसँग चलाइ भनेपछि अहिले जे भन्यो
म तँलाई त्यही किनिदिन्छु, च्यालेन्ज भयो ल। ओके डन। नो कहिले चलाउनु सिक्ने ल भन् त? यस्तो राम्रो साइकल छ, तँ जत्रो सानो साइकल छ, चट्ट लाएर सब बनाइदिएको अस्ति। कति फुल लागेको छ। फाइनल्ली चलाउनु लाग्छ साइकल। कस्तो लागिरहेछ? राम्रो लागिरहेको छैन? किन? साइकल चलाउन बोरिङ हुन्छ? सिक्नु परेन? पाटिल मार मार, जोरले मार। काउलिस वाह, खतरा खतरा। के लडेबडे नगर है। यता साइड 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 साइड। अनि गाइस मैले साइक्लिङ पनि गरिसकेको छु। मम्मीको आउने टाइम पनि भइसकेछ। अनि पापा पनि अहिले बनाउनु हुनु। मम्मी र म पापा सबै मिलेर क्या गर्ने हो? खाना पकाउने हो। खाना पकाउँछु। अब गाइस मैले खानासाना खाइसकेको छु। अब मेरा एउटा यति धेरै पैसा छ दिनुस्। यति पैसा छ 800 रुपियाँ भाइ दुजमा दिनुभएको छ मेरो दादाले। अनि यसलाई म सेभ गर्न जान्छु। त्यही भएर खुत्रुके किन्न जान लागेको छु म। यसलाई सेभ गर्न लागि 800 रुपियाँ छन् गाइस। किनेर देखाउँछु। गाइस हामीले खुत्रुके त भेटियो न, दोकान बन्द थियो। तर पेस्ट्री केक मिल्यो हामीलाई। अब चाहिँ मिल्यो कि लिएर आएको? लिएर आएको। मम्मीलाई सरप्राइज दिने अरे। मम्मी यता छ है, यहाँ सुतेर भर्खर उठ्नुभयो मम्मी। यहाँ अनबक्सिङ ल। आजा 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 आजा। वाह, चकलेट के भयो? सेम सेम हो। केमा हाल्ने भने पैसा त पेटमा गयो सोनु। सके। उही, किन बर्बाद भयो जिन्दगी? जान्छ अनि खाएपछि ए त प्लास्टिक खान्छन् ल। हामी चाहिँ अब प्लास्टिक खाने आरामसँग। कस्तो छ? टेस्ट गर त। ठिक छ? गाइस केक सेक खाइसिद्धायो। अब चाहिँ ट्युसन जाने। सिधा 6 बजे भेट्छु हामीहरू। अनि पापा हो 6 बजे 4 बजे जाने हो। 5 बजे पुगिन्छ क्या? होइन, 4 बजे जाने हो, 6 बजे आउने हो। 4 बजे जाने हो, 5 बज्छ, 6 बज्छ, त्यतिखेर आउँछ। त्यही भएर 7, 8, 9, 10। गाइस अब चाहिँ मट्टी बिल्लालाई एउटा दोस्त थियो, त्यो आउनु बाँकी छ। यो कपाल सपाल कोर्दै मम्मी यसको। मम्मी ल रेडियो ट्युसन जानलाई एक्साइटेड? हिजो पनि आज पनि भोलि त छुट्टी हो। ल ओके चलो। फाइनल्ली आज मिल्यो सोनुको लागि खुत्तुर्के हाल्न जानिन। गयो। वाउ नाइस। ल अर्को पनि गयो।
ओहो ओहो छिलर नहाल्ने छिलेर हाल्ने छिलर नै हाल्ने ओके ओके अब छिलर जति त कहाँ सकेर यो पनि गयो अर्को पनि गयो जान्न छ खुसी अर्को पनि गयो यति धेरै पैसा के गर्ने सोनु म त चोरेर लैजान्छु तेरो पैसा त स्कुल गयो बेला निकालेर सक्यो लास्ट ल ओके छ फाइनल्ली सोनुको सेभिङ स्टार्ट भयो ल सुत्ने टाइम भइसक्यो भोलि मेरो स्कुल पनि छ च्यानलमा लाइक सब्स्क्राइब र सानो कमेन्ट गरिदिनु होला हामी मिल्छौँ अर्को ब्लगमा